के फगाउनु भएको तपाईँले फेरि फगाएको कुरा मैले यहाँ सुनिरहेको छु सल्लाह गर्नुभएको अब उहाँ जाँदै हुनुहुन्छ अरे के गर्ने होला उहाँले भन्नुभएको थियो म्यामले सरले भन्नुभएको थियो हिजो सरले पनि भन्नुभयो भाइरल भइसक्यो जान पर्छ कि पर्दैन तपाईँलाई के लाग्छ भन्नु न तपाईँले भन्नु न के लाग्छ तपाईँलाई सरको त्यो जुन न्युज छ नि सर त्यो हल्का मैले हाँसो मजाकमा बनाएको थिएँ तर यो सिरियसली भएको छ कि साँच्चै हो होइन सर शान्ति सेना जान सक्छु अब शान्ति सेना आउन लागेको छ शान्ति सेना जान सक्नु विदेश जान सक्नुहुन्छ यही पनि बस्न सक्नुहुन्छ पालो आइरहेको छ उहाँलाई